कहाँ आउँछ नि हाम्रो हाम्रो जान लाग्यो बनाउँछ नि त्यहाँ गएर कस्तो हुन्छ मेसो मिलो यस्तो के हुन्छ भन्छ फेरि आउनु पर्छ कि अब म भन्छु फेरि फोन हान्छु है आयो भने निस्किने भनेको के आएन नाइन के हावाले लिएर आउँछ आयो पानी नआइदिएर के ल दुईटा बाटो आयो 20 यार 20 तर मलाई थाहा यो बाटो मलाई फलो गरेपछि कहिले पनि बिग्रिँदैन होइन कि हेर्न त्यो टयर अनि ठाउँ छैन कि कता आउने त नि त्यहाँ त्यहाँभित्र उलाइदियो अनि ओइल सुविधा अरे वासरुम बनाउनु पर्छ सुनि We are in our destination. सक्यो डेस्टिनेसन Destination सक्यो अब कति मजा आएको यस्तो फेरि ट्राई गर्ने एउटा निकाल्ने यो तिनवटा सेटिस्फाइङ हुने यस्तो निकाल्दा त हो कि ल ल हेर्नु हुन्न जे पायो त बत्ती बत्ती कहाँ तलपट्टि हाम्रो रुमै गाइज पर्ने यति खिच्नै गुड मर्निङ त अघि नै भन्नुपर्ने हो म 5 बजे उठेको के अरे कुहिरो लाग्यो घामसँग के अरे घाम र उसकै देखेन हिमाल त्यो फेरि सुतेर भर्खर उठेको किनभने म उठेको थिइनँ अब म उठेँ होइन अब म उठिसकेपछि घाम हिमाल हिउँ सब देखिन्छ अब फलो नि यो चाहिँ जोक है यो चाहिँ कोही हाँसेन यो चाहिँ जोक हो कमेन्टमा हा गरिदिनु यो भिडियो अपलोड भएछ भने हुन्न मलाई थाहा छ क्लिप मात्र खिचेको क्या त हामी कहाँ जाँदैछौँ यसो क्यामेरा पनि भन्दैन क्यामेरालाई भन्ने कि तपाईँलाई भन्ने क्यामेराले हेरेर भन्नु पऱ्यो नि क्यामेरालाई हेरेको के यसमा चाहिँ हाल्नु पर्दैन हौ क्यामेरा लिएर हामी यता जाँदैछौँ नि स्टेप त फेरि म यतिकै टिप दिन्छु कि कुचबी भेरी गुड नाइस फेरि निस्किने के गर्मी हाई गर्मी ढाडन चढा फेरि हाई गर्मी भन्नु नि हाई गर्मी ढाडन चढा खाना झरेको भर्खर मैले पनि खाना नखाएको दबाइदिएँ के गर्ने खाना नखा भनिदियो खाजा मात्र दिएन पहिलादिएँ अनि तर दामी थियो ठाउँ त बस्नु नाटक फेरि धेरै देखाउँछ क्या फेरि के गर्ने केही छैन कहाँ के हुन्छ गाउँतिर आँखा कुन गाउँ हो के हो थाहै छैन हामी अहिले जाने बाटो यही हो खोइ म केही भन्न चाहन्न सोध्नु अगाडि किन ठगेला तर आयो के यस्तो
खै त्यो त बजार जस्तो नि त फेरि ऊ त्यहाँसम्म त दाम के हो बाइक लिएर हो त्यहाँसम्म हुन्न हुन्छ है त्यो मजाको ठाउँ हो या कहाँ यहाँ चाहिँ के देखिन्छ पोखरै नजिक छ पोखरा पोखरा त त्यहीँ हो त्यो काँडे लुम्बे ए के अरे त्यो त ऊ भन्छ के भन्छ अरे ब्रो यसलाई नाकी साकी नाका बेसी भनेर हामी हाम्रो लाग्छ घाम सेक्नलाई मेरो गोरुपनमा कुनै दाग नलाओस् घामबाट यसरी कालो भएर टल्केर हिँडेको मलाई केही भएन